एकैछिन रोकिनुहोस्। आज एउटा कथा सुन्नुहोस्, अन्तिम सासको सङ्घर्षको। तर यो कथा एकजनाको मात्र होइन, यो तपाईको, मेरो, हामी हरेक नेपालीको मौन पीडाको कथा हो। यो कथा हो एक बुबाको, जसले देशको सपनालाई रगतले रङ्ग्याएर आफ्नै सपनाहरूलाई सब घरमा पुर्यायो, जसले छोराछोरीलाई उज्यालो दिन आफ्नो जीवन नै बलि चढायो। र आज त्यही देशको राजधानीको एउटा अँध्यारो कोठामा ऊ आफ्नो अन्तिम सास गन्दैछ र उसको छेउमा बसेकी छोरी आफ्नो बुबाको अन्तिम सत्य सुन्दैछ। नानी, मेरो हात समाऊ, अब चिसो भइसक्यो। समातेकी छु बाबा, म यही छु, नडराउनुस् है। तेरो सपना शिक्षिका बन्ने याद छ? त्यो स्कुलले 5 लाख डोनेसन माग्यो। 5 लाख! एउटा बच्चा पढाउन पनि घुस खुवाउनु पर्ने। कस्तो देश बनायौँ हामीले। बाबा, अब भयो, आफैलाई पीडा नदिनुहोस्। नयाँ नेपाल बनाउँछु भनेर विदेश गइन, तर देशले के दियो? 40 वर्षको कमाई 30 लाख। यिनीहरू एकै दिनमा अर्बौंको घोटाला गर्छन्। मेरो पुरै जिन्दगीको मूल्य उनीहरूको एक दिनको खाजा। तेरी आमा प्रेसरको औषधि सरकारी अस्पतालमा कहिल्यै थिएन। बाहिर किन्न 500 रुपियाँ लाग्थ्यो। पैसा बचाउनु पर्छ भन्दा भन्दै गइन्। 47वटा पुल मैले डिजाइन गरेको। सिन्धुपाल्चोकका ती 15 जना केटाकेटी मेरो पुल भएको भए आज जिउँदै हुन्थे। नानी, मेरो अनुहार राम्ररी हेर। यो एक इमान्दार मान्छेको अनुहार हो। यस्तो अनुहार अब यो देशमा, इतिहासमा मात्रै भेटिन्छ। म मूर्ख थिएँ होइन त? इमान्दार भएर के पाएँ? माफ गर्न नि, मैले तँलाई एउटा सुरक्षित भविष्य दिन सकिनँ। माफ। बाबा, बाबा, आँखा खोल्नुहोस्, माफी नमाग्नुहोस्। तपाईँ मूर्ख होइन। बाबा, किन माफी मागेर जानुभयो? तपाईँ हार्नु भएको होइन। तपाईँलाई मारियो, यो सिस्टमले मारेको। हरेक दिन अलिकलि गर्दै इमान्दार हुनुको सजाय दिएको। तपाईँको हत्यारा कुनै व्यक्ति होइन, यो सडेको, गलेको फोहोरी सिस्टम हो। बाबा, तपाईँले बनाउन नपाएका ती 47वटा पुल म बनाउँछु र हरेक पुलको शिलालेखमा लेख्छु, एक इमान्दार इन्जिनियरले देखेको सपना। म तपाईँ जस्तै इमान्दार बन्छु, तर म तपाईँ जस्तै माफी माग्दिनँ, कहिले माग्दिनँ। यो एकजना बुबाको मृत्युको कथा मात्रै होइन, यो हरेक दिन सिस्टमको बोझले थिचिएर मरिरहेका हजारौं बुबाहरूको कथा हो। सोच्नुहोस्, के तपाईँ पनि त्यही बाटोमा हुनुहुन्छ?